नमस्ते। यो चाहिँ आज चाहिँ म तपाईहरुलाई बालभिटाको बारेमा भन्न गइरहेको छु। कति साथीहरुलाई थाहा हुन पनि सक्छ र को पनि हुन सक्छ है। यो बालभिटा चाहिँ नेपाल सरकारले निशुल्क रूपमा वितरण गरिरहेको छ अनि यो चाहिँ 6 महिना पुरा भइसकेपछिको बच्चाहरुलाई हुन्छ नि, उनीहरुलाई चाहिँ दैनिक एउटा एउटा प्याकेट खानामा मिक्स गरेर दिनुपर्छ। अनि 6 महिना पुरा भइसकेपछि त्यसपछि 7 र 8 महिनामा 2 महिना रेगुलर खुवाउने हो हैन। अनि त्यसपछि चाहिँ 4 महिना हामीले ग्याप गर्नुपर्छ। अनि त्यसपछि चाहिँ फेरि 4 महिना ग्याप गरिसकेपछि फेरि 2 महिना हामीले फेरि 2 प्याकेट बालभिटा खुवाउनु पर्यो। त्यसपछि फेरि 4 महिना ग्याप, त्यसपछि फेरि 2 प्याकेट खुवाउनु पर्यो है त। अनि यो हामीले टाइममा चाहिँ खुवायो भने चाहिँ ठिक्क 24 महिनामा चाहिँ हाम्रो बालभिटा कम्प्लिट हुन्छ के, 6 वटा प्याकेट कम्प्लिट हुन्छ। यो बालभिटामा चाहिँ धेरै किसिमको माइक्रोन्युट्रिएन्टहरु मिक्स गरेको छ र बच्चाको वृद्धि विकासको लागि एकदमै फाइदाजनक भएको छ, फाइदाजनक देखिएको छ है। अनि धेरै साथीहरुलाई थाहा नहुन पनि सक्छ, यो चाहिँ हाम्रै स्वास्थ्य चौकीहरुमा, हस्पिटलहरुमा उपलब्ध हुन्छ र स्वयंसेविकालाई पनि खबर गर्यो भने स्वयंसेविकाले पनि वितरण गरिदिनुहुन्छ है। अनि यो बालभिटा खुवाउने तरिका चाहिँ एउटा प्याकेटमा चाहिँ 30 वटा सानो सानो प्याकेट हुन्छ। अनि त्यसपछि दिनको एउटा प्याकेट चाहिँ हामीले खानामा हालेर खुवाउनु पर्छ। जस्तै बच्चाको तयारी खाना लिटो या जाउलोमा हामीले मिक्स गरेर दिनु पर्यो है। अब धेरै तातोमा हाल्नु हुँदैन, बच्चाले खान सक्ने ठिक्कको मनतातो खाना हुन्छ नि त, हो त्यसमा चाहिँ हामीले मिक्स गरेर खुवाउनु पर्यो है। अनि त्यसपछि त्यो बालभिटा मिक्स गरिसकेपछि चाहिँ हामीले आधा घण्टा भित्र चाहिँ त्यो खाना खुवाइसक्नुपर्छ है त। अनि दैनिक हामीले 1 प्याकेट मात्र खुवाउनु पर्छ। अनि हामीले जस्तै तरल पदार्थ पानी या दुधमा चाहिँ मिक्स गरेर हामीले खुवाउनु हुँदैन है। साथीहरु थाहा नभएको साथीहरुले चाहिँ आफ्नो 6 महिना पुरा भइसकेपछि आफ्नो बच्चाहरु छ भनेपछि चाहिँ नजिकैको स्वास्थ्य चौकीमा या स्वयंसेविकासँग सम्पर्क गरेर चाहिँ आजदेखि बालभिटा खुवाउन सुरु गर्नु होला है त। ल अनि यो चाहिँ म अब चाहिँ